च्याम्पियन लिगको बाघ, च्याम्पियन लिगको किङ, लायन भनेर त्यसै क्रिस्टियानो रोनाल्डोलाई भनिँदैन है त। आज भोलि हुन गइरहेछ क्वार्टर फाइनल म्याचहरू। आज कुरा गरौँ क्वार्टर फाइनलको च्याम्पियन लिगमा सबैभन्दा बढी गोल टप 5 प्लेयरहरू को हुन्, आज त्यही बारेमा कुरा गरौँ है त। टप 5 मा आउँछन् एन्ड्री भन्ने युक्रेनका स्ट्राइकर है त। उनले चाहिँ एसी मिलान र डाइनामो भन्ने क्लबबाट गोल गर्न सफल भएका छन् विथ 9 गोल्स है त। अनि टप 4 मा पनि आउँछन् 9 गोल गर्ने उत्तिकै फिलिप्पो इन्जागी भन्ने है त। उनले पनि 9 गोल नै गर्न सफल भएका छन् जुभेन्टस र एसी मिलानबाट। अनि टप 3 मा आउँछन् राउल गोन्जालेज, रियल मैड्रिडका लेजेन्ड होइन, उनले गरेका छन् 10 गोल्स है त। अनि टप 2 मा आउँछन् लायोनेल अन्द्रेस मेस्सी है त। उनले गरेका छन् 12 वटा गोल विथ बार्सिलोना है त क्वार्टर फाइनलमा। अनि टप 1 मा को आउला त? अभियसली क्रिस्टियानो रोनाल्डो सेकेन्ड पोजिसनको नम्बर भन्दा मोर देन 2x है त। 25 गोल गरेका छन्, क्रेजी नम्बर अफ गोल्स। ओ माई गड। त्यसै क्रिस्टियानो रोनाल्डोलाई च्याम्पियन लिगको बाघ भनिएको त होइन कि होइन।